आज म तपाईहरुको माझ एउटा ठूलो डिसिजन लिन गइरहेको छु र इलेक्सन पश्चात जुन एउटा पहाड अन्यलतामा छाइरहेको छ अनि मान्छेले नयाँ सरकार चुनिसकेको छ र नयाँ सरकारमाथि एउटा मान्छेको आस्था भरोसा धेरै छ उहाँहरुमाथि नयाँ सरकारमाथि र त्यो सरकारमाथि एउटा अब हाम्रो जातिले न्याय र उन्मुक्ति पाउँछ भन्ने पनि मान्छेको भरोसा आस्था छ त्यसलाई मैले एक्सेप्ट गर्नुपर्छ र म पनि नयाँ सरकारलाई रिक्वेस्ट गर्छु कि अब हाम्रो यहाँनिर जुन धेरै वर्षदेखिको मान्छेको एक्सपेक्टेसन छ त्यो एक्सपेक्टेसन माथि तपाईहरुले काम गरिदिनुहुन्छ भन्ने भरोसा पनि छ मलाई र कहीं न कहीं म हारेको छु अनि हारेपछि मैले एउटा जिम्मेवारी लिनुपर्छ र त्यो जिम्मेवारीसँगै मैले आज एउटा ठूलो डिसिजन गर्नुपर्छ मान्छेलाई एउटा जीटीए ले गर्दाखेरि कहीं न कहीं हाम्रो एउटा जातिको सुरक्षित व्यवस्था रोकिँदैछ भन्ने फिल पनि हुँदैछ मान्छेलाई हो एउटा समय थियो जब पहाडमा शान्तिको जरुरत थियो त्यतिबेला धेरै रिस्क लिएर हामीले शान्ति एस्टाब्लिश गर्यौं भोलि पनि शान्ति होस् पहाडमा एउटा डेमोक्रेटिक प्रोसेस एस्टाब्लिश भएको छ त्यो प्रोसेस चलिरहोस् तर मान्छेको एउटा आस्था भरोसाको अगेन्स्टमा म जानु पनि चाहदिन अनि जिम्मेवारी साथ मैले लिनु पर्छ कि अब हारेपछि एउटा हारेको जिम्मेवारी मैले बोध गर्नुपर्छ र मान्छेको आस्था भरोसा अब अहिले घरि जीटीए माथि छैन जीटीए ले हाम्रो जातिको आउँदै गरेको ठूलो व्यवस्था नै रोकिन्छ भन्ने उहाँहरुको मनसाय पनि छ र अब सायद यो समय हो हामी सबै मिलेर यो जातिको उत्थानपट्टि लाग्नुपर्छ भन्ने जस्तो लाग्छ सबै इगो भएर मात्रै हुँदैन र आजदेखिको म जीटीए को चीफ एक्जिक्युटिभ पदबाट जीटीए को सभासदबाट म रेजिग्नेसन दिदैछु एउटा जिम्मेवारीसँगले म भन्दैछु र सायद अब जीटीए नै बसिरह्यो भने अझै ढिलो हुन्छ हाम्रो व्यवस्थामाथि अनि जीटीए माथि अब पर्सेप्सन यस्तो बिग्रेको छ अब जीटीए माथि भ्रष्टाचारको आरोप छ लाञ्चामा लागिरहेको छ जीटीए मा पैसा नै धेरै कम्ती आउँथ्यो अनि पैसा पेमेन्ट गर्ने अवस्था पनि त्यस्तो छैन जीटीए मा अब अहिले त्यस्तो अवस्था सबैलाई थाहै छ र पनि हामीले अब यो पहाडको विकासको लागि शान्तिको लागि हामीले सबैसँग मिलेर काम गर्ने हाम्रो सोच छ भोलि पनि हामी मिलेर काम गर्छौं हामी डिस्ट्रक्टिभ पोलिटिक्स कहिले पनि गर्दैन पहाडमा र जीटीए माथि इन्क्वायरी हुन्छ भने म त्यसलाई वेलकम गर्छु यो माथि इन्क्वायरी बसोस् जीटीए माथि अझै बस्यो भने अझै सबै कुरा क्लियरिटी हुन्छ यसै एउटा पर्सेप्सन त्यो पर्सेप्सन क्लियर हुन्छ अनि जुनै कुरा म फेस गर्न तयार पनि छु हेर्नुस् त्यसमा मलाई के दुई मत छैन